होइन फर्स्टदेखि हेलो साथीहरू, फेरि पनि हजुरलाई धेरै धेरै स्वागत छ मेरो सानो छोटो मिठो ब्लगमा। र हामी फाइनली घर आइपुगेको सकेको छौँ। आइपुगेरै अब पहिला हेर्ने अरे सासूले बुहारीको मुख। आमा पनि धेरै नै खुसी हुनुहुन्छ, अब बुहारी भेट्नु छ, खुसी कसरी नहुने। त्यहाँपछि नै आयो मेरो पालो। अब यहाँ दादा भाउजूलाई भित्राउनको लागि यहाँ एउटा नियम गर्न पर्दो रहेछ र मैले यहाँ नियम गर्दैछु। त्यहाँपछि नै हुन्छ भाउजूको गृह प्रवेश। तर भित्र कहाँ जान पाउनुहुन्छ र, बुइनीहरू रोकिरहेको छन् नि गेटमै। उनीहरूले अब अहिले उनीहरूको डिमान्ड पुऱ्याएपछि मात्रै भित्र जान दिन्छन्। लु है, बुइनीहरूको डिमान्ड पनि पुरा भइसक्यो र यता भाउजूको गृह प्रवेश पनि भइसकेको छ। एकछिन बसेरै फेरि आउनुभयो टिको लगाउनलाई। अब आजै भित्रको र आजै घर परिवारले चाहिँ आजै टिको लगाउने अरे। र टिको लगाइसकेर एकछिन बसेर यता हुँदैछ फेरि सासू बुहारीको खेला। अब यो अरे पाथी भराउने, जसले लास्टमा भेट्छ ऊ चाहिँ हुन्छ अरे धन बढाली भनेर चिनाकी। एक बार आमाले एक बार भाउजूले त्यसरी नै भेटिराख्नु भएको थियो र लास्टमा चाहिँ कसले भेट्छ त्यो इन्ट्रेस्टिङ भइरहेको थियो खेल चाहिँ। र सबैजनाले एकदम मन ध्यान दिएर हेरिराख्नु भएको थियो र सिधै यता भाउजूले नै भेट्नु भयो।